हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। फेरि पनि म आइसकेँ हजुरहरुको सामने। इट्स मी जेनिसा उप्रेती दाहाल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला साथीहरु। म पनि सन्चै छु। अनि यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, रेडी हुँदै हुनुहुन्छ। कस्तो क्लियर वाउ देखिनु भएको। अनि यहाँ हुन्छ मेरो छोरीलाई नदेखौँ साथी, नाङ्गे भुतुङ्गे भएर बसेकी छे। तिमी नाङ्गे भुतुङ्गे भएर बसेको देखाउनु हुँदैन। अनि आज चाहिँ म मेरो छोरीको कपाल काट्न जाँदैछु। छोरी कपाल काट्छौ हो? अनि नानी कपाल चाहिँ एकदमै पातलो छ, त्यही भएर चाहिँ आज चाहिँ नानीको कपाललाई तक्लु हान्दिने है छोरी। हजुर, टी सर्ट लाउ न। टी सर्ट नलाइकन हुँदैन छोरी, टी सर्ट नलाइकन हुँदैन। तिमी नाङ्गे भुतुङ्गे रुनु हुँदैन। सो साथीहरु, म चाहिँ नानीले कपडा सबै लगाएर रेडी भएर जानुपर्ने छ। तपाईहरुलाई देखाइ नै हालेछु। हजुर, अलिकति मात्रै देखाइदिन्छु नि त आज। यति मात्रै देखाइदिन्छु, छुट्टिन म त छ्या मुख पनि धो छैन उपस्नाले। हामी चाहिँ फाइनली छोरीको हातमा हिँडियो। हजुर, छानो कहाँ जान लाग्नु भएको हजुर? भाइले कपाल काटी काटी गर्न भन्नुहोस्। कपाल काट्ने? यहाँ चाहिँ म नानी कपाल काटिदिँदैछु। कपाल चाहिँ यत्रो भएको छ, कपाल छोड्दा पुरै थाइका थाइका देखिन्छ। अब त तक्लु हुन्थिनु पर्ने बेबी त। खै त हेर्नु त, यता हेर्नु न। हामी कपाल काट्ने ठाउँमा आइपुग्यौँ होइन? यता हेर्नुहोस् त। है पछाडि फर्किनुहोस् त। उता फर्किनुहोस् न एकचोटि। यता हेर्नुहोस्, अब यता हेर्नुहोस्। दामी यत्रो लामो कपाल छ साथीहरु। तर नकाट्न त मन थिएन, तर के गर्ने, कपालै पातलो छ हेर्नुहोस् त। निउरे त सानो कति पातलो आएको के कपाल। किन बच्चाहरूको एकचोटि त कपाल काट्नै पर्छ अरे, ब्याकले आए पनि होइन मम? बच्चाहरूको त एकचोटि कपाल काट्नै पर्छ भन्छ नि, ब्याकलो आए पनि। झन् यिनको त पातलो आएको छ कपालै भन्यो नि। छोरी यता हेर्नुहोस् न। फाइनली साथीहरु, छोरीको कपाल चाहिँ अब काट्न लाग्यो। काट्ने भन्दा भन्दै बेबी यता हेर्नुहोस् न एकचोटि। रोको रोइ गरेर गर्न मिलेन। सानो यता हेर त बेबी। बेबीको कपाल चाहिँ यहाँ पनि यहाँ छ, ले लगाएको छ बेबीको कपाल। नुहाइदिने अब। जिरा के हुन्छ तिमीले? लसुन अदुवा पिना आन्थे? लसुन अदुवा खुर्सानी यो धोइदियो। अनि यहाँ चाहिँ बाबा पनि आइसक्नु भयो। उपासनाको बाबा छोरी बसेर कुरा गर्दै हुनुहुन्छ। मामु भन न। हजुर साथीहरु, म चाहिँ छोरीको कपाल काट्दाखेरि कस्तो नराम्ररी देखिन्छ होला भनेको त कस्तो नामी देखिँदै छिन् मेरो छोरी। कपाल छान्नु लागेको हो? के पनि हुन्न। किन यस्तो आएको? सबै तेल लाग्यो आमाको मुखमा। आज चुप्पा गर्दा कपाल लाग्यो, अहिले चुप्पा गर्दा त्यति लाग्यो। तपाईँ कपाल छाने कि के? काट्यौ? बाबा कपाल नि काट्ने नि? काट्ने हो? बाबाको नि कपाल काट्ने छोरी? काट्ने कि नकाट्ने भन न। नाइ यसो गर्दै हल्लाउँथी।
कपाल चामे चामे भयो नि त छोरी त लिछाइ कि हो काटिदिनु पर्ला किन छोरीको जस्तो देखेर यसलाई नराम्रो लाग्छ भनेर लाग्दैन बच्चाहरूलाई त किन हेर्ने साथीहरू उहाँ चाहिँ के भन्न लाग्नुभएछ भने छोरीलाई नराम्रो देखिन्छ अरे अनि त्यही भएर म पनि कपाल काटिदिन्छु छोरीको जस्तै पारिदिन्छु भनेर लाग्नुभएछ भने अब बच्चाको त कपाल त ऊ हुन्छ अनि काट्नु परिहाल्छ नि बाक्लो कपाल आउँछ भनेर पो काटेको त होइन यतिकै रहरले काटिदिएको हो त नि उहाँ नराम्रो लागेर अलिअलि छैन म पनि कपाल काटिदिन्छु छोरीको मेरो उस्तै बनाउँछु भनेर अलिअलि छैन अघिदेखि छोरीलाई फेरि नकाट्नु कपाल भन्छ फेरि छोरी बाबाको नि तिम्रो जस्तै कपाल पार्ने हो नाइ रे छोरीले उसको जस्तो कपाल नपार्नु भन्छ छोरी चाहिँ बाउ भने कपाल छोरीको जस्तै पार्छु भने अलिअलि छैन कति नराम्रो लाग्यो त नि तपाईँलाई चाहिँ फेरि कतिदेखि यसलाई नराम्रो लाग्यो होला कपाल यसो हल्लाएर बस्थ्यो एउटाको वेदर हेर्न सक्नुहुन्छ साथीहरू अहिले चाहिँ फेरि पानी पर्ला जस्तो भइसकेको छ म चाहिँ घरमै छु बाबुहरू चाहिँ बाहिर जानुभएको छ मम्मीहरू बनिबा जानुभएको छ हेर्नु उता अन्धकार भएर आइछ पुरै अनि म चाहिँ अब घरै यतिकै के बसिरहनु भनेर चाहिँ यसो बाहिरतिर निस्किम कि भन्ने सोचिरहेको छु हेरौँ लेट्सी के हुन्छ सरी हाँस्देऊ न एकचोटि मित्ती स्माइल देऊ न अब चिरबेडी हुनुपर्ने हुन्छ छोराले टोपी ल्याइदिनु पर्ने हुन्छ बाहिर जाने हस् घुम्न जानुहुन्छ कहाँ जाने चप्पल ल्याएर जाने ल साथीहरू अहिले चाहिँ बेलुका भइसक्यो हामी चाहिँ घरमा अहिले बुढाबुढी मात्रै छौँ बुढाबुढी र छोरी अनि आज कपाल पनि काट्यो कपाल काट्ने भन्दा पहिलेदेखिको सोच्छु नानीको कपाल पातलो भएको भने काट्ने भन्दा भन्दै कपाल पनि काटियो र आजको भिडियो के कस्तो लाग्यो हेरिदिनु होला र नबिर्सिकन लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला बाई बाई गरिदिनु माया यसो गर्दै आपा गरिदिनु